Hey guys, welcome back to my vlog. I hope you all are doing well. And म पनि एकदमै फिट एन्ड फाइन छु, सन्चै छु, खुसी छु। आज चाहिँ एकदमै अझ धेरै खुसी छु किनभने आजको भ्लग बनाउनुको विशेष कारण चाहिँ म एकदमै धेरै खुसी छु। अभियसली एकदमै धेरै है, किनभने फाइनली मेरो घरबाट सामान आएको छ गाइस। अनि मैले यो भिडियो नबनाइकन बस्नै सकिनँ। मेरो सानो दाजुले जीवनमा फर्स्ट पटक आफैले किनेर केही पठाइदिएको छ। एकदमै खुसी छु। मेरो दाइ, मेरो भाउजू, माई सोमन स्पेसल सेन्ड मी सम गिफ्ट। अनि त्यो चाहिँ म ओपन गरेर हजुरहरूलाई पनि देखाउँछु, हेर्नुहोस्। अनि मलाई पनि एकदमै आई हेभ नो आइडिया है त्यो प्याकेजभित्र के छ सामान भनेर। मलाई एउटा कुरा मात्रै थाहा छ, त्यो मेरो औषधि छ। किनभने मेरो यहाँ यस्तो वाइटनेस आएको छ नि त। अनि अब यो कहिलेसम्म हुन्छ, सन्चो हुन्छ हुँदैन, आई होप हुन्छ होला, चाँडै हुन्छ होला। तर यो भिडियोमा क्याप्चर भएपछि त मैले लाइफ टाइमसम्म हेर्न पाउँछु नि त, मेमोरिज पनि हुन्छ। अनि माई सिब्लिङ्स आर सेन्डिङ मी सो मच गिफ्ट। आई एम भेरी एक्साइटेड टु ओपन इट। वेट, लुक एट दिस। के होला त, के होला त यो बक्समा? म पनि हेर्न एकदमै आतुर छु, के होला त? आउनुहोस् सँगै हेरौँ। आई एम एक्साइटेड। आज ठ्याक्क बिदाको दिन पनि। अनि यस्तै भर्खरै सुतेर उठिरहेको थिएँ अनि मेरो ट्याङमा बेल बज्यो क्या। अनि क्या अचम्म। अनि म त छिटो है यसो हेरेको त यत्रो सामान समातेर मान्छे उभिरहेको छ, त्यो ढोकाको पुवालबाट हेर्न मिल्छ नि त। अनि म त यति खुसी भएँ किनभने मेरो सामान चाहिँ अस्ति धेरै नै पहिला पठाएको हो नि त। तर त्यो चेकिङमा परेर के भएर ढिलो भएको थियो। अब कहिले आउँछ, चाहे नेपाल पो जाने हो कि भन्ने चाहिँ मलाई लागिरहेको थियो। तर थाहा छ। अनि अर्को कुरा, मैले यहाँ पिँडालु रोपिरहेको छु के गर्दा एकदमै खानालाई। अनि त्यसमा त अनि पिरो टिमुरको छोपहरू क्या मिठो हुन्छ नि त। अनि मैले त्यसलाई चाहिँ साँचेर राखेको थिएँ कि जुन दिन मेरो नेपालबाट सामान आउँछ त्यही दिन चाहिँ म त्यो पकाएर खान्छु भनेर होइन। अब चेकिङमा पछि चाहिँ कहिले आउँछ भन्ने भयो नि त साथीहरू। अनि ठ्याक्क जे होस्, अब यो छिप्पिन लाग्यो, बुढो भएपछि मिठो हुँदैन नि त। अनि त्यही भएर आज पकाइदिन्छु भनेर ठ्याक्क पकाउन आँटेको कि साथीहरू। त्यो काटेर लिएर आएको थियो होइन, ठ्याक्क मेरो सामान घर आइरहेको। ओ माई गड, मेरो त खुसीको सीमै रहेन होइन। सायद यो भिडियो लामो पनि हुन्छ होला, तर म चाहिँ पोस्ट गर्छु है त। ओके, मेरो यहाँ रहेको छ सामान। अब म यसलाई ओपन गर्न जाँदैछु। अलिक गाह्रो होला जस्तो छ। कहाँबाट ओपन गर्ने हो गाइज? प्याकिङको त कुरै नगरौँ गाइज, बबाल छ बबाल। ओ माई गड। प्याकिङ वाज सो डेन्जरस है गाइजहरू। फाइनली मैले खोलिसकेको छु। एकदम हुन्छ नि, मुटु धकधक भइरह। कस्तो अप्ठ्यारो ठाउँ रोजे जस्तो लाग्यो मैले, किनभने यहाँबाट लाइटिङहरू आउँछ नि त, राम्रो देखिरहेको थियो। बट के छ त यहाँ, के छ? यहाँ रहेको छ मेरो चटपट मसला, चाट मसला। चटपट मसला भनेको चाट मसला पठाइदिएछौ साथी तिमीले। नाने, इट्स ओके। चटपट मसला, चाट मसला, ओ माई गड कति हो? अनि यहाँ रहेको छ खुर्सानी, खुर्सानी पिरो पिरो खुर्सानी। अनि यहाँ रहेको छ यो मकै, मेरो फेभरेट मकै। व्हाट्स दैट? क्रिप्सी करेन्सी नट्स। मिठो छ जस्तो छ। ओहो न, झोला गाइज, मेरो दाजुको पसन्दको झोला है। अब म यो झोला बोकेर स्कुल जान्छु। यहाँ छ मेरो दिजूले पठाइदिएको गुन्द्रुक, यो नि।
अनि यता छ मेरो यहाँको मलम औषधि यही हो है गाइज। मेरो मायालुले पठाइदिएको चकलेट। व्हाट्स द्याट? वाउ, गाजल। चुरा। ओ माई गॉड। मकै हो है गाइस, यो मकै। मसला भइहाल्यो। यो ब्याग। के होला त? यो के होला त गाइस? के हो यो? ओ माई गॉड, यो विन्ड चिटर। मेरो येल्लो कलर फेभरेट भनेर होला नि येल्लोमा पठाइदिएका। मुल्तानी मिट्टी 2 डिब्बा आते नि। ओ माई गॉड, यो मेकअप को सामान गाइज। पैंट लुगा, चॉकलेट पॉपकॉर्न। यता रहेको छ ज्याकेट। सक्यो गाइज, यति हो। ओ माई गॉड, निशब्द भएमा चाहिँ थ्याङ्क यू सो मच। एकदमै धेरै धेरै धन्यवाद तिमीलाई, मेरो प्यारो दाजु भाउजू दिजु एन्ड सो मेनी स्पेसल। थ्याङ्क यू, आई एम सो ह्याप्पी। आज मेरो बिदाको दिन कस्तो टाइम पनि मिलाएर आएको। अरू दिन भएको भए मैले सायद यो प्याकेज यसरी हेर्न पाउँथेन होला। धेरै धेरै धन्यवाद सबैजनालाई। अनि मेरो भ्युअर्सहरूलाई नै एकदमै थ्याङ्क यू। लास्टसम्म हेरिदिनु भएको छ भने चाहिँ एकदमै हेर्दै देख्ने धन्यवाद। यस्तै भिडियोहरू हेर्नको लागि मेरो च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गर्नुहोला। अझै म रोमाञ्चक भिडियोहरू, योभन्दा राम्रो राम्रो भिडियोहरू लिएर आउनेछु। म आई एम नट अ प्रोफेसनल ब्लगर। म चाहिँ आफ्नो मेमोरिजहरू कहिलेकाहीँ किप राख्नको लागि चाहिँ यो भिडियोहरू पोस्ट गर्ने गर्छु र मलाई मन छ भिडियोहरू बनाउन। राम्रो भयो, राम्रो योभन्दा राम्रो राम्रो भिडियोहरू अझै बिस्तारै सिक्दै लर्न गर्दै हाल्नेछु। सब्सक्राइब गरे केही पनि राम्रो भिडियो आउँदैन भनेर चाहिँ निराश नहुनु होला। बिस्तारै हुने हो, सबै कुराहरू एकैपटक आउने कुरा होइन, त्यही भएर बिस्तारै हुन्छ। स्टे ट्युन। थ्याङ्क यू सो मच। हेरिदिनु भएकोमा एकदमै धन्यवाद। बाई।